हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ। म जबबाट आएको थिएँ अनि नाइट ड्युटी थियो। अनि नाइट ड्युटी भएपछि म नुहाएपछि हस्बेन्डसँग गएँ मन्दिर। अनि त्यसपछि म सुतेँ। अनि मेरो बुढाले खाना बनाउनु भएको थियो अनि म खाएँ। अनि म खाली पेटमा त निन्द्रै लाग्दैन कि, अनि सुतेर उठेँ। 1 बजेको थियो अनि भोक लागिरहेको थियो। अब जानु पऱ्यो मार्केट भने रेडी हुँदैछु म। गाइस हेर्न सक्नुहुन्छ, अब रेडी हुँदैछु किनभने अब मलाई भोक लाग्यो। अब खाजा लिन जानु पऱ्यो। के पकाउँ भइरहेको थियो। अनि मैले डिसाइड गरेँ म मोमो पकाउँछु। मोमोको सामान किन जानु पऱ्यो। बिग मार्केट जान लागेको छु म। बिग मार्केट पनि हेर्न सक्नुहुन्छ तपाईँले। अब म बिग मार्ट पुगिसकेको छु, हेर्न सक्नुहुन्छ। अब मैले त्यहाँ ससेस भेटेँ, भेज ससेस। यो पनि मैले कहिले देखेको पनि थिएन। भेज ससेसै सामान किनेर प्याक गरेर घर पनि आइसकेँ। म अब ताला खोल्छु, ताला खोलेर म रुमभित्र जान्छु। हेर्न सक्नुहुन्छ तपाईँ गाइज। मैले ढोका पनि खोलेँ। अब ढोका खोलेपछि अब कपाल बाँध्नु पऱ्यो किनभने खानाहरूमा पर्छ भनेर कपाल। सो मैले कपाल पनि बाँध्दैछु, हेर्न सक्नुहुन्छ गाइज होइन। अब कपाल बाँधिसकेपछि अब म तपाईँलाई देखाउँछु मैले के किनेर लिएर आएँ भनेर। चाउचाउ लिएर आएँ, बदाम अनि मैदा, अनि मैले मोमो मसला पनि लिएर आएको छु। अनि त्यसपछि ससेस पनि लिएर आएको छु। ससेस पनि हेर्न सक्नुहुन्छ, भेज ससेस हो। कस्तो हुँदो रहेछ मैले खाएको थिएन के। अनि अब जहिले पनि चिकन ससेस, बफ ससेस खाइरहेको हो। अब हस्बेन्डले ससेस खानु नै हुन्न। ससेस भन्नाले ऊ भेज नै हो कि, पुरा भेज नै हो मेरो फ्यामिली। सो अनि घरमा पनि आउँदैन मासु, अनि सो मैले नै खाँदिनँ। मैले मैदा पनि साने मोमोको लागि रेडी गर्दैछु म। सानेर पनि भ्याइसकेँ मैले, कति मजाले सानी पनि सकेँ होइन। अनि मलाई यस्तो छ कि किचनमा काम गरेपछि मलाई एक्लै गर्नु मन लाग्छ कि। अरूजना आयो भने मलाई गर्नै गाह्रो कि, मलाई पटक्कै मन पर्दैन कि। 2-3 जना कहिले यो गर्ने कि त्यो गर्ने भनेर बिर्सिन्छ कि। अनि एक्लै भएपछि आफ्नो सुरले त गर्न पनि मजा आउँछ नि त काम होइन किचनमा। अनि मलाई कुक गर्न यस्तो मनपर्छ होइन। म अरू कुराहरूमा अल्छी गर्न सक्छु, तर कुकमा त नाइ गर्न सक्दिनँ कि। कुक भनेको मलाई एकदम मनपर्छ। नयाँ डिस बनाउने र खाने है फ्यामिलीसँग मलाई एकदम मनपर्छ। अब मैले प्याज काट्दैछु। अब म मोमोको लागि मसला रेडी गर्नु पर्यो। सो म मसला रेडी गर्दैछु, प्याज काट्छु होइन। प्याजलाई त अब मसिनो बनाउनु पर्यो। अब किनभने जति मसिनो किमा भएपछि त्यति नै राम्रो हुन्छ नि त मोमोको लागि। सो मैले हरियो खोर्सानी र प्याजसँगै काटेँ, सजिलो हुन्छ भनेर। अब यसलाई त धेरै मसिनो बनाउनुपर्छ कि, जति मसिनो भए त्यति राम्रो हुन्छ कि। अनि मैले मसिनो बनाइ नै सकेको छु होइन। अब हेर्न सक्नुहुन्छ मैले कति काटिरहेको छु होइन। मसिनो गर्नु पर्यो भनेर। अनि म अब त्यसपछि अब खुर्सानीको पालो, ठुलो खुर्सानी पनि मैले मसिनो गरेर काट्नु पर्यो। सो मैले काटिरहेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन गाइस। अब जति मोमो भेजमा अब पनिर मोमो अनि बन्दा मोमो खाएको होला है, तर मैले आज अर्कै मोमो बनाएको छु। यो पनि वाइ चाउचाउ मोमो बनाइरहेको छु। कति खानु के बन्दाको र पनिरको होइन। अनि मैले आज नयाँ डिस बनाएँ। अब अचारको लागि रेडी गर्नु पर्यो भनेर गोलभेरा काटिरहेको छु मैले, हेर्न सक्नुहुन्छ होइन। अब मैले अचारको लागि त रेडी गर्नु पर्यो नि त। अनि मसलाको रेडी गरिसकेपछि अब मैले अचारको लागि पनि रेडी गर्दैछु होइन। किनभने दुवै एकैछिनमा हुन्छ भनेर। अनि खुर्सानी भुटेपछि मैले अब बदाम भुट्छु। बदाम पनि भुटेर अब गाजर मैले गरिरहेको छु। गाजर हेर्नुहुन्छ कोरिरहेको छु होइन। गाजर त राख्यो भने झन् मिठो हुन्छ, गाजर र बन्दा होइन। अब कसैलाई बन्दा मनपर्छ, कसैलाई मन पर्दैन। सो मैले धेरै त होइन, मलाई धेरै मन पर्दैन बन्दा, मैले थोरै राखेको छु। बदाम पनि भुटिसकेँ। अब टमाटरको पालो, टमाटर पनि राखेँ। अब बन्दा र रेडी भइसक्यो, मेरो मसला रेडी भइसकेको छ मोमोको किमा, हेर्न सक्नुहुन्छ। अब म बसाल्छु कराएपछि तेल हाल्छु। तेलपछि अब म अचारको रेडी गर्दैछु। खुर्सानी हालेँ, खुर्सानी पछि मैले पिसेर गरिसकेँ। अब बदाम हाल्छु होइन। अब हेर्न सक्नुहुन्छ मैले बदाम हालेँ। अब बदामलाई पनि पिसेर रेडी गरिसकेछु, धुलो बनाइसकेँ। अब मैले गोलभेरा हालेको छु होइन अचारको लागि। बदाम, खुर्सानी होइन, नुन पनि राख्दैछु मैले। अनि मेरो अचार, मोमोको अचार रेडी भइसकेछ, हेर्न सक्नुहुन्छ गाइस हजुरले। अब मेरो किमा बन्दैछ, मोमो मसला बन्दैछ। अब मैले केराउ हालेँ होइन। केराउलाई अब मैले मजाले भुट्छु के। राति अब चाउचाउ मैले चाहिँ 3 प्याकेट मात्र हालेको छु, हामी 2 जना भएर होइन, हेर्न सक्नुहुन्छ। अब चाउचाउको प्याकेट खोलिरहेको छु। अनि चाउचाउको मसलाहरू पनि मैले त्यसमै हाल्छु किनभने कि सजिलो हुन्छ भनेर मैले मसला पनि चाउचाउ र सँगै हालेँ के होइन।
अब सबको तरिका हुन्छ बनाउने होइन, आफ्नो आफ्नो तरिका हुन्छ होइन। अब मैले चाउचाउको मसला पनि हालिसकेँ, रेडी गर्दैछु होइन चाउचाउको मसला। अब हेर्न सक्नुहुन्छ गाइस, अब मेरो मसलाहरू भुटिरहेको छु मजाले होइन, मजाले भुट्नुपर्छ होइन। अब मैले गाजर बन्दा पनि हाल्दैछु, हालिसकेँ होइन। अब मैले आटालाई गोलो गोलो बनाइरहेको छु बेल्नलाई पर्यो भनेर। अब मैले एउटा डिरा बनाउँदै जान्छु होइन। अनि मैले प्लेट पुरा भर्छु, यो पनि म तपाईँहरूलाई देखाउँछु। अहिले हेर्न सक्नुहुन्छ अहिले होइन, मैले रेडी गरिसकेँ मेरो मोमोको। अब म बेल्छु, अब म बेलेर पनि यसलाई अब हेर्न सक्नुहुन्छ है हजुरहरूले। अब म बेलेर पनि अब मेरो मसला हुनै लागेछ होइन, पाक्दैछ। अनि मैले यहाँ बसेर बेलिरहेको छु, बसेर बेल्न सजिलो हुन्छ भनेर मैले बसेर बेल्न लागेको छु गाइस होइन। उठेर अलिक गाह्रो हुन्छ भनेर अनि मैले बसेर गर्दैछु। अब मेरो हेर्न सक्नुहुन्छ गाइस, मैले मेहनत गरेको मेरो हस्बेन्ड किनभने कामबाट आउनुहुन्छ पक्कै हुन्छ भनेर। सो मैले उहाँको लागि मोमो बनाइदिएको। मोमोको साथ यसमा ससेस पनि छ, भेज ससेस। भेज ससेस त खाएको छैन होइन, अब हेरौँ कस्तो हुँदो रहेछ भेज ससेसको रिजल्ट पनि म हजुरहरूलाई भन्छु। अब मेरो मोमो मसला पनि हो बन्दा पनि भइसक्यो। भन्दाले अब मैले नुन हाल्छु, मसलाहरू हाल्छु, नुनपछि सोया सस। अब चाउचाउहरू चाउमिनहरूमा त सोया सस हाल्छ, सो मैले सोया सस पनि हालेँ। अब मसला पनि हालेँ मैले होइन। अनि खुर्सानी पनि हालेँ। अब म बेसार हाल्छु, अब म बेसार पनि हालेँ। अब मसला पनि हाल्दैछु है। अब त्यसपछि म मोमो मसला पनि हाल्छु कि मोमो मसला हालेपछि मिठो हुन्छ भनेर मैले किनेर ल्याएको थिएँ। अनि पेस्ट पनि हालेँ लसुनको। अब मजाले फ्राई भयो। अब चाउचाउ पनि हालेँ मैले होइन। चाउचाउ पनि हालेँ। अब चाउचाउलाई त थोरै बोइल गर्नु पऱ्यो नि त, सो मैले थोरै पानी पनि हालेँ। रेडी भइसक्यो। अब मलाई मोमो खासै बनाउन आउँदैन डिजाइन, सो मैले कोसिस गरेँ, धनियाँ पनि हालेँ। अब मेरो रेडी भइसक्यो मसला। अब म चाउचाउमा अब म भर्छु, मोमोको लागि रेडी गर्छु। मोमो बनाउन डिजाइन खासै आउँदैन, तर पनि मैले कोसिस गरेँ, जस्तो आयो त्यस्तै बनाइदिएँ होइन। तर गाइस अनि त्यसपछि मेरो हेर्नु मैले बनाएको खासै राम्रो छैन, तर आफूले खानलाई जस्तो भए पनि भयो नि त होइन। अनि मैले बनाउँदैछु, बनाएर पनि रेडी भइसक्यो। अनि पाकी पनि सक्यो मोमो। अचार ससेस त गाइस मिठो छैन। अब मेरो बुढा खाइराख्नुपर्छ हेर्नु। अब मेरो बुढो पनि आउनुहुन्छ अहिले, बुढो खाइराख्नु त ससेस मिठो छैन गाइस, यो भेज ससेस त।